घरमा सजिलैसँग बन पाउरुटी बनाउनका लागि मनतातो पानीमा 1 चम्चा चिनी, 1.5 चम्चा इस्ट राखेर यसलाई एकटी बुन्न छोडिदिने। 1.5 कप मैदामा स्वादअनुसार नुन, घिउ या बटर र 1 टिप इस्टलाई राखेर थोरै दुध या पानीसँग यसको सफ्ट डो रेडी गर्ने। अब यो डोलाई राम्रोसँग 5-6 मिनेट जति मसल पारेर यसलाई सफ्ट बनाउने र 1 घण्टा जति यसलाई डबल हुन छोडिदिने। 1 घण्टा पछि हेर्दा यो डो यसरी फुल्छ। यसलाई हल्का हातले मालिस गरेर सानो सानो पिसमा यसलाई काट्ने। अब सानो सानो डोलाई यसरी गोलो बनाउने र यसलाई 15 मिनेट जति छोपेर राखिदिने। 15 मिनेट पछि यसको माथिबाट ब्रसले हल्का मिल्क लगाउने र यसलाई कुकरमा राखेर सानो आगोमा 15 देखि 20 मिनेट जति बेला बेलामा चेक गर्दै पकाउने। अब चाहिँ हाम्रो होममेड बन बनेर रेडी भएको छ। हेर्नु त कति सफ्ट पनि बनेको छ।